तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको। एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ, कुनै समूहको मायालाई हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिले विपक्षी दलहरूको मुखमा तालचा लगाइदिएको छ। हो दर्शकबिन, बालेन शाह बोल्दै बोल्दैनन् भनेर आलोचना गरिरहेका विपक्षीहरूलाई बालेन शाहले आज मुखभरिको जवाब फर्काएका छन्, जुन जवाफले अहिले विपक्षी दलहरू नाजवाफ भएका छन्। आखिर बालेन शाहले त्यस्तो के भने, यो भिडियोमा पूरा सुन्नुहोस्। न्यू खोज्नु परे, अगाडि बढ्दै गर्दा न्यू खोजिन्छ। कस्तो केसमा मात्रै भन्दाखेरि विगतका केही दिनमा, विगतका दिनहरूमा कुनै फटाई भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनिर न्यू खोज्न जरुरी हुन्छ। त्यहाँ न्यू खोज्छौँ हामी। सरकार भनेको त गाडी जस्तो हो, गाडीमा एक्सिलेटर मात्रै होइन, ब्रेक हुन्छ, ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुभएको छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाउन जरुरी हुँदैन। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको। र खोला एकचोटि सिधा बाटो, आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले लेफ्ट राइट, उत्तर दक्षिण, पूर्व पश्चिम बग्दैन। हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन। तपाईहरूलाई एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने, एउटा राम्रो नेता बन्नलाई